कार्तिक वा मङ्सिरको पहिलो सातामा ढकमक्क फुल्ने पैयुँको फुल फुलेपछि पहाडी बाखा पखेरा चारैतिरको वातावरण पैयुँको फुलले गुलाबी सौन्दर्यतामय हुन्छ। पैयुँ एक प्रकारको डेसिडियस वर्गको रुख पतझर वनस्पतिमा फुल्ने गुलाबी फुल हो। त्यसका पातहरू अरू पतझर वनस्पतिको तुलनामा छिटै झर्छन्। असोज कार्तिक महिनामा पातहरू झरिसकेपछि नयाँ पातहरू खुल्न अघि हाँगाहरूमा हल्का सेतो रङमा मिसिएर गुलाबी फुल फुल्दछन्। पातविहीन हाँगाहरूमा फुलले ढाकिएर फुल्ने हुनाले यसको सौन्दर्यता विशेष खालको हुने गर्दछ। पैयुँ फुल्दा माइत जानु, आरु फुल्दा घर आउनु, यो नेपाली कथन बुढापाकाहरूले भन्ने गरेको धेरै सुनेको हो। यसको आलङ्कारिक अर्थ छ पैयुँ फुल नेपाली जीवनशैलीसँग जोडिएको छ। नेपाली कृषकको जीवनशैलीलाई झल्काउँछ। ठाउँ अनुसार फरक फरक नामले चिनिने पैयुँलाई जापान, कोरिया र चीनमा साकुरा, अमेरिकामा चेरी र सिक्किममा पनि चेरीको नामले चिनिन्छ। पैयुँ नेपाल भारतको विशेष गरी हिमालयन राज्यहरू हिमाचल प्रदेश, उत्तराखण्ड, पश्चिम बङ्गालका उत्तरी जिल्लाहरू जलपाइगुडी, दार्जिलिङ, सिक्किम, काश्मीर, नागाल्यान्ड, मणिपुर, मेघालय आदि ठाउँहरूमा रहेका छन्। त्यसैगरी अन्य देशहरू भुटान, म्यानमार, थाइल्यान्ड, जापान, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, इन्डोनेसिया, ब्राजिल, अस्ट्रेलिया, क्यानाडा, फ्रान्स, नेदरल्यान्ड्स, ताइवान, स्पेन, न्युजिल्यान्ड, टर्की, इङ्ल्यान्ड आदि देशहरूका पहाडी क्षेत्रहरूमा चेरी फुलहरू पाइन्छन्। हिमालयन क्षेत्रहरूमा पाइने भएको हुनाले नै यसलाई वाइल्ड हिमालयन चेरी भनिएको हो। चेरी रुखहरू खाने फलको लागि भन्दा फुलहरूको लागि रोपिन्छ। पैयुँ समुद्री सतहबाट 1200 मिटरदेखि 2400 मिटरसम्मको उचाइमा पाइन्छ। संसारमा पाइने जाडो मौसममा फुल्ने थोरै प्रजातिका चेरी मध्ये पैयुँ एक हो। पैयुँको वैज्ञानिक नाम प्रुनुस सोरासोइडस हो। ल्याटिन भाषामा पैयुँलाई साकुरा भनिन्छ। वनस्पति जगतमा प्रुनुस नामक एक जिनस या वंश छ जसमा हजारौं फुल फुल्ने वनस्पतिहरू पर्दछन्। हामीले देखेका आरु बखडा, खुर्पानी, चेरी, आलमन्ड आदि जिनस प्रुनुस अन्तर्गत पर्दछन्। प्रुनुस वंशभित्र धेरै प्रजातिहरू पर्दछन्। जापानमा फुल्ने साकुरा प्रुनुस सेरुलोटा र नेपालमा फुल्ने पैयुँ प्रुनुस सोरासोइडस एउटै वंशका वनस्पति हुन्। एउटै परिवार रोजासी अन्तर्गत पर्दछन्। नेपालमा पैयुँ अक्टोबर, नोभेम्बर, कार्तिक, मङ्सिर महिनामा फुल्दछ। मार्च अप्रिलतिर जापान, चीन, कोरियामा साकुरा फुल्दा अमेरिकामा चेरी फुल्दा त्यहाँ ठुलो उत्सव नै लाग्छ। चेरी भनौँ वा साकुरा या पैयुँ फुल फुलेको मनमोहक दृश्य हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्दछ। पैयुँका फुलहरूसँग खिचेका तस्बिरहरू सामाजिक सञ्जालमा धेरै देखिन्छन्। अन्य देशमा सयौं प्रजातिका फुल फुल्ने चेरी वा साकुराका रुखहरूको हाइब्रिडहरू बगैँचा, नदीका किनारा, पोखरी वरिपरि, सडकका दायाँ बायाँ, धार्मिक स्थल र पार्कहरूमा विचित्र गरी सुन्दर सजावटका साथ रोपिएका र फुलिरहेका देखिन्छन्। पैयुँ वा चेरी ब्लसम फ्लावर फेस्टिभल 2025 हाम्रो छिमेकी देश भारतको मणिपुरमा पनि आयोजना भएको थियो। त्यस्तै शिलङमा पनि चेरी फेस्टिभल हुने गर्दछ। त्यहाँ धेरै प्रकारका स्टल साथसाथै पैयुँ फुलका सुन्दर दृश्य र कन्सर्टको आयोजना भएको हेर्न सकिन्थ्यो। साकुरा वा पैयुँ पूर्वी र दक्षिण चीन, जापान र कोरियाको मूल निवासी हो। अमेरिकामा भने 19औं शताब्दीमा सन् 1912 मा जापानको टोकियो सहरका मेयर युकियो ओजाकीले संयुक्त राज्य अमेरिकालाई 3020 वटा चेरी साकुरा रुखका बिरुवाहरू आपसमा सहर र देशहरूका बीचको बढ्दो मित्रता मनाउन उपहारको रूपमा दिएका थिए। ती साकुराका रुखहरू वाशिङटन डिसी सहरको पोटोमेक पार्कमा रोपिएको थियो। अहिले अमेरिकाको विभिन्न ठाउँहरूमा चेरीका फुलहरू फुलिरहेको देखिन्छ। वाशिङटन डिसी सहरको राष्ट्रिय स्मारक वरिपरि प्रशस्त चेरीको फुल भेटिन्छन्। जापान साकुराका लागि प्रख्यात छ। जापानमा सडक वा पार्कहरूमा साकुराका कोपिला फुल्ने बित्तिकै मानिसहरूले पिकनिक र हनामी पार्टी गर्दछन्। जापानमा चेरी ब्लसम पैयुँ फुल फुलेको बेलामा शान्त वातावरणमा फुलको सुन्दरता हेर्दै रुखमुनि पिकनिक वनभोज गर्ने एक लामो समयदेखिको जापानी परम्परा हो जसलाई हनामी भनिन्छ। जापानका केही पार्कहरूमा जस्तै शिन्जुक्योन पार्कमा भने हनामी पार्टीमा मादक पेय पदार्थ निषेधित छ। अमेरिकाको वाशिङटन डिसी, म्याकोन, जर्जिया आदि सहरहरू चेरी फुल फुल्ने केन्द्र हुन्। अमेरिकाको म्याकोनले हरेक चेरी फुल्ने सिजनमा अन्तर्राष्ट्रिय चेरी ब्लसम फेस्टिभल आयोजना गर्दछ र त्यसलाई पृथ्वीको सबैभन्दा गुलाबी पार्टी भनिन्छ। सिक्किमका सडक र पार्कहरूमा पनि चेरीका रुखहरू रोपिएको छ।
आन्तरिक पर्यटक र बाह्य पर्यटकहरू घुम्न आउने गरेको पाइन्छ। नेपालको पहाडी क्षेत्रमा हरेक सिजनमा जताततै पहाडै ढाकेर फुल्ने पैयुँ फुलले भने कुनै महत्त्व पाउन सकेको छैन। केवल डाले घाँसको रूपमा घरतिर प्रयोग हुन्छ। पैयुँ डाले घाँस मात्र होइन, एउटा सुन्दर फुल हो। पैयुँ फुलेपछि प्राकृतिक मनोरम दृश्य देखिन्छ। पैयुँ फुल्दा सबैभन्दा बढी मौरीहरू रमाउँछन्। पैयुँको वरिपरि मौरीको भुनभुन आवाजले साङ्गीतिक वातावरणमा सिर्जना गरेको हुन्छ। पैयुँमा प्रशस्त मात्रामा पोलेन र नेक्टर पाइने र अरू फुल नफुल्ने समयमा पैयुँ फुल फुल्ने भएको हुँदा मौरीका लागि खाद्य स्रोतको विकल्पको रूपमा पैयुँको फुल उपयुक्त विकल्प हुन सक्छ। खाली रहेका जमिन र जङ्गलमा पैयुँको रुख रोपेर मौरीको चरण क्षेत्रका रूपमा विकास गर्न सकिन्छ, जसबाट मौरी पालन गर्ने कृषकहरूले उचित लाभ लिन सक्दछन्। यसका फल, फुल, पात, डाँठ सबै प्रयोगमा आउँछन्। घराइसी हतियारहरू, खुकुरी, हँसियाको बिट बनाउनदेखि लिएर विभिन्न फर्निचरहरू पनि बनाइन्छ। घर बनाउँदा दलिन, झ्याल, ढोका, खाँबाको रूपमा प्रयोग गर्दछन्। हिन्दू परम्परामा धार्मिक रूपमा पवित्र वनस्पतिको रूपमा लिइन्छ। पहाडी पाखा पोखराहरूमा जताततै फुल्ने पैयुँ अहिले हाम्रो देशका कुनै कुनै पार्कमा भने रोपिएको र पैयुँ फुलेको सुन्दर फुलहरू देखिन्छ। अन्य देशहरूमा जस्तै हाम्रो देशका बगैँचा, सहर, पार्क, सडकका दायाँ बायाँ धार्मिक स्थलहरूमा व्यवस्थित गरी सुन्दर सजावटका साथ पैयुँ रोपिनेछ र पैयुँ फुलका गुलाबी सुन्दर फुल हेर्न पाइने आशा गरौँ।